नेपाल खानेपानी संस्थानमा ठुलो सङ्ख्यामा भ्याकेन्सी खुलेको छ। यहाँ चाहिँ तपाईँले एसएलसी वा एससी पास गर्नुभएको छ भने पनि दरखास्त दिन मिल्छ। 4औं तहदेखि 9औं तहसम्मको लागि यहाँ भ्याकेन्सी खुलाएको छ। यदि तपाईँहरू पनि नेपाल खानेपानी संस्थामा काम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँको लागि यो सुवर्ण अवसर हुनसक्छ। भिडियो सुरु गर्नभन्दा अगाडि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँले च्यानललाई सब्सक्राइब गरेर साथैमा रहेको बेल आइकनलाई पनि अन गरिदिनु होला। भिडियो सुरु गरौँ। यस भिडियोमा मैले सम्पूर्ण जानकारी समेत भिडियो बनाएको छु। तपाईँले चाहिँ भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला सुरुदेखि लास्टसम्म। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा हुने पटपुटी सम्बन्धी यो सूचना 2083 साल 1 महिना 6 गते खुलेको भ्याकेन्सी हो र तपाईँले 21 दिनभित्र तपाईँले सिङ्गल डस्टरमा दरखास्त दिन सक्नुहुनेछ भने डबल डस्टरको लागि थप 7 दिन थपिनेछ। तपाईँले अनलाइनबाट दरखास्त दिन सक्नुहुनेछ। यो चाहिँ 4औं तहदेखि 9औं तहसम्मको लागि यो भ्याकेन्सी खुलाएको छ। 4औं तहको लागि चाहिँ तपाईँले एसएलसी वा एससी पास गरेर तपाईँले दरखास्त दिन सक्नुहुनेछ। र यहाँ चाहिँ म तपाईँलाई अब परीक्षा दस्तुर कति लाग्छ, आवश्यक न्यूनतम योग्यता कति चाहिन्छ र खुल्ला र समावेशीमा कतिवटा कोटा छुट्याएको छ, भ्याकेन्सी खुलाएको छ र यो कुन सेवा कुन हो, समूह कुन हो, तह कुन हो, पदहरू कुन हो भनेर म तपाईँलाई सम्पूर्ण जानकारी दिन गइरहेको छु। तपाईँले चाहिँ भिडियोलाई नकाटिकन हेरिदिनु होला। भिडियो लामो हुने भएको कारणले गर्दा माथिल्लो तहहरूको भ्याकेन्सी चाहिँ तपाईँलाई म सरसर्ती जानकारी दिन्छु र यो 4औं, 5औं र 6औं तहहरूको लागि चाहिँ म तपाईँलाई सम्पूर्ण जानकारी सहित यो भिडियोमा तपाईँलाई म जानकारी दिन गइरहेको छु। यो उपप्रबन्धकको लागि चाहिँ यो 9औं तहको लागि एकजना खुलाएको छ खुल्लामा र उपप्रबन्धक 9औं तहको लागि लेहातिर एकजनाको लागि खुल्लामा खुलाएको छ र सहायक प्रबन्धक 8औं तहको लागि प्रशासनतिर एकजना खुल्लामा र एकजना महिलामा गरेर 2 जनाको लागि यो भ्याकेन्सी खुलाएको छ। र अर्को भनेको सहायक प्रबन्धक 8औं तहको लागि प्रशासनतिर यो लेखा प्रशासनतिर चाहिँ एकजनाको लागि खुल्लामा खुलाएको छ र अर्को रहेको छ सिभिल इन्जिनियरिङ 7औं तहको लागि। यसमा चाहिँ 14 जनाको लागि भ्याकेन्सी खुलाएको छ। 8 जना खुल्लामा, 2 जना महिलामा, 1 जना आदिवासी जनजातिमा, 1 जना मधेसीमा, 1 जना दलितमा र 1 जना अपाङ्गमा र पिछडिएको क्षेत्रको लागि यो छैन गरेर यो 14 जनाको लागि भ्याकेन्सी खुलाएको छ। अर्को रहेको छ मेकानिकल इन्जिनियरिङ 7औं तहको लागि यो 1 जना खुल्लामा खुलाएको छ र अर्को रहेको छ कम्प्युटर इन्जिनियरिङ 7औं तहको लागि प्राविधिक कम्प्युटरतिर यो महिलामा 1 जनाको लागि यो भ्याकेन्सी खुलाएको छ। र यहाँ चाहिँ यो 7औं तहको लागि 1200 दरखास्त दस्तुर चाहिन्छ भने चाहिँ यो 9औं तहको 8औं तहको लागि र 9औं तहको लागि 2000 रहेको छ दरखास्त दस्तुर। र यहाँ चाहिँ यो 7औं तहको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ विषयमा स्नातक तह वा सोस्र उत्तीर्ण गरेको हुनुपर्छ। यो अधिकृत स्तरको भ्याकेन्सीमा चाहिँ तपाईँले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। र यहाँ चाहिँ अरू भ्याकेन्सीहरू हेरौँ। 7औं तहको प्रशासन कानुनतिर चाहिँ खुल्लामा 1 जना र महिलामा 1 जना गरेर 2 जनाको लागि खुलाएको छ भ्याकेन्सी। र शाखा अधिकृत 7औं तह प्रशासनतिर चाहिँ 1 जना खुल्लामा खुलाएको छ र सहायक अधिकृत 6औं तह प्रशासनतिर चाहिँ खुल्लामा 2 जना, महिलामा 1 जना र आदिवासी जनजातिमा 2 जना गरेर यो 4 जनाको लागि भ्याकेन्सी खुलाएको छ। र सहायक लेखा अधिकृत 6औं तहको लागि चाहिँ प्रशासन लेखातिर खुल्लामा 2 जना, महिलामा 1 जना र आदिवासी जनजातिमा 1 जना गरेर यो 4 जनाको लागि भ्याकेन्सी खुलाएको छ। सहायक कानुन अधिकृत 6औं तहको लागि प्रशासन कानुनतिर खुल्लामा 1 जना खुलाएको छ। तह 6 को लागि तपाईँले शैक्षिक योग्यता भनेको मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य वा व्यवस्थापन विषयमा स्नातक तह वा सोस्र उत्तीर्ण गरेको हुनुपर्नेछ। लेखा प्रशासन लेखातिर भने प्रशासन कानुनतिर चाहिँ मान्यताप्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। र यसको लागि दरखास्त दस्तुर भनेको 6 तहको लागि तपाईँले 1200 रुपियाँ दरखास्त दस्तुर दिनुपर्ने हुन्छ। अब चाहिँ म तपाईँलाई तह 5 को अति नै महत्त्वपूर्ण भ्याकेन्सीको बारेमा जानकारी दिन गइरहेको छु। यहाँ चाहिँ तपाईँले 12 क्लास पास गर्नुभएको छ भने चाहिँ तपाईँले दरखास्त दिन पाउनुहुन्छ। र वरिष्ठ सहायक 5औं तह प्रशासनतिर यहाँ चाहिँ खुल्लामा 6 जना, महिलामा 1 जना, आदिवासी जनजातिमा 1 जना र अर्को रहेको छ यो मधेसीमा 1 जना र दलितमा 1 जना गरेर यो 10 जनाको लागि भ्याकेन्सी खुलाएको छ। यो तह 5 प्रशासनतिर चाहिँ है वरिष्ठ सहायकको लागि। यसमा चाहिँ तपाईँले शैक्षिक योग्यता भनेको मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सोस्र उत्तीर्ण गरेको हुनुपर्छ। त्यहाँ कि तपाईँले 12 क्लास पास गर्नुभएको छ भने चाहिँ तपाईँले यहाँ दरखास्त दिन पाउनुहुनेछ। र यसको लागि तपाईँले दरखास्त दस्तुर भनेको यहाँ 700 रुपियाँ तिर्नुपर्ने हुन्छ। 700 रुपियाँ तिर्नुपर्ने हुन्छ यो
तपाईँले कुनै पनि खुल्लामा भर्नुभयो भने चाहिँ 700 रुपियाँ दरखास्त दस्तुर तिर्नुपर्ने हुन्छ। र अर्को रहेको छ हेभी इक्विपमेन्ट ड्राइभर, जस्तै कि एक्सकाभेटरहरू चलाउने ड्राइभरहरूको लागि चाहिँ खुल्लामा एकजनाको लागि यो भ्याकेन्सी खुलाएको छ। र यसको लागि यो शैक्षिक योग्यता भनेको मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा एसई उत्तीर्ण गरेको र हेभी इक्विपमेन्ट एक्सकाभेटर अपरेटर लाइसेन्स प्राप्त भएको हुनुपर्छ। यसको लागि पनि दरखास्त दस्तुर भनेको 700 रुपियाँ नै रहेको छ। र अर्को रहेको छ लेखापाल 5औँ तहको लागि प्रशासनतिर यो 6 जना चाहिँ खुल्लामा रहेको छ, 6 जना खुल्लामा रहेको छ, 1 जना चाहिँ महिलामा रहेको छ, र 1 जना आदिवासी जनजातिमा, 1 जना मधेसीमा, 1 जना दलितमा गरेर यो 10 जनाको लागि भ्याकेन्सी खुलाएको छ यो लेखापालको लागि। र यसको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य वा व्यवस्थापन विषयमा प्रमाणपत्र तह वा सूत्र उत्तीर्ण गरेको हुनुपर्छ। दरखास्त दस्तुर भनेको 700 नै रहेको छ। र अर्को रहेको सब इन्जिनियर 5औँ तह प्राविधिक सिभिल इन्जिनियरिङतिर चाहिँ यो खुल्लामा 4 जनाको लागि खुलाएको छ, र 1 जना चाहिँ महिलामा खुलाएको छ, 1 जना चाहिँ आदिवासी जनजातिमा खुलाएको छ, र 1 जना चाहिँ यो मधेसीमा खुलाएको छ। टोटल 7 जनाको लागि यो भ्याकेन्सी खुलाएको छ। यसको लागि यो सब इन्जिनियरिङको लागि चाहिँ यो शैक्षिक योग्यता भनेको मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सूत्र उत्तीर्ण गरेको हुनुपर्छ। यो विषयमा चाहिँ तपाईँले 12 क्लास पास गर्नुभएको छ भने चाहिँ तपाईँले दरखास्त दिन पाउनुहुनेछ। र यसको लागि दरखास्त दस्तुर भनेको 700 रुपियाँ नै रहेको छ। अर्को रहेको छ सुपरभाइजर प्राविधिक सिभिलतिर चाहिँ यो सुपरभाइजरको लागि खुल्लामा 1 जना रहेको छ, र महिलामा 1 जना गरेर 2 जनाको लागि भ्याकेन्सी खुलाएको छ। यसको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सूत्र उत्तीर्ण गरेको हुनुपर्नेछ। र दरखास्त दस्तुर भनेको 700 रुपियाँ नै रहेको छ। र अर्को रहेको छ सुपरभाइजर 5औँ तहको लागि चाहिँ यहाँ 2 जनाको लागि भ्याकेन्सी खुलाएको छ। खुल्लामा 1 जना रहेको छ, र महिलामा 1 जना गरेर 2 जनाको लागि यो भ्याकेन्सी खुलाएको छ। यसको लागि पनि शैक्षिक योग्यता सेम नै रहेको छ। र यो 700 रुपियाँ दरखास्त दस्तुर लाग्छ। यसको लागि पनि तपाईँले दरखास्त दिन चाहनुहुन्छ भने चाहिँ केमिस्ट 5औँ तह गुणस्तर प्राविधिक गुणस्तर है, यो केमिस्ट 5औँ तहको लागि प्राविधिक गुणस्तर यो 2 जना चाहिँ खुल्लामा रहेको छ भने 1 जना महिलामा रहेको छ। 3 जनाको लागि यो भ्याकेन्सी खुलाएको छ। यसको लागि शैक्षिक योग्यता भनेको मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सूत्र उत्तीर्ण गरेको हुनुपर्नेछ। दरखास्त दस्तुर भनेको 700 रुपियाँ नै रहेको छ यसको लागि। र वरिष्ठ कम्प्युटर अपरेटर 5औँ तहको लागि प्राविधिक कम्प्युटर यो चाहिँ खुल्लामा 1 जनाको लागि भ्याकेन्सी खुलाएको छ। आवश्यक शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सूत्र उत्तीर्ण गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सूत्र उत्तीर्ण गरी रजिस्ट्रेड संस्थाबाट कम्पनीमा 6 महिनाको कम्प्युटर तालिम प्राप्त गरेको हुनुपर्ने छ। तपाईँले बुझ्नुभयो होला। तपाईँले यदि छ भने चाहिँ तपाईँले दरखास्त दिन सक्नुहुनेछ, यो दिएको शैक्षिक योग्यता छ भने। र यहाँ चाहिँ दरखास्त दस्तुर 700 रुपियाँ नै रहेको छ। र अर्को हेर यो 4औँ तहको लागि अति महत्त्वपूर्ण छ यो 4औँ तहको। तपाईँले यो चाहिँ स्किप नगरिकन हेर्नु होला। यहाँ चाहिँ 4औँ तहको लागि प्रशासनतिर खुल्लामा 8 जनाको लागि यो भ्याकेन्सी खुलाएको छ। महिलामा 2 जना, र यो आदिवासी जनजातिमा 2 जना, 1 जना चाहिँ यो मधेसीमा, 1 जना दलितमा गरेर यो भ्याकेन्सी खुलाएको छ। र यसको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा एसई उत्तीर्ण गरेको हुनुभएको छ भने चाहिँ तपाईँले दरखास्त दिन मिल्छ। यसको लागि पनि तपाईँले दरखास्त दस्तुर भनेको 700 रुपियाँ तिर्नुपर्ने हुन्छ। र अर्को रहेको छ सिनियर मिटर रिडिङ 4औँ तहको लागि प्रशासनतिर यो खुल्लामा रहेको छ 4 जना, 1 जना चाहिँ महिलामा रहेको छ, 1 जना चाहिँ आदिवासी जनजातिमा, 1 जना चाहिँ यो मधेसीमा रहेको छ। र मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सूत्र उत्तीर्ण गरेको हुनुपर्ने छ। र तपाईँले चाहिँ यहाँ 700 रुपियाँ दरखास्त दस्तुर तिर्नुपर्ने हुन्छ। र अर्को रहेको छ हेभी ड्राइभर यो प्रशासन चालकतिर चाहिँ तपाईँले 1 जना खुल्लामा दरखास्त दिन सक्नुहुनेछ। 1 जनाको लागि खुलाएको छ। र यसको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तपाईँले 10 कक्षा उत्तीर्ण गरी हेभी सवारी चालक लाइसेन्स प्राप्त गरेको हुनुपर्नेछ। र यसको लागि पनि चाहिँ 700 रुपियाँ दरखास्त दस्तुर रहेको छ। र अर्को रहेको छ सहायक लेखापाल प्रशासन लेखातिर चाहिँ यो 4औँ तहको लागि खुल्लामा रहेको छ 17 जना, र महिलामा रहेको छ 4 जना, र यो आदिवासी जनजातिको लागि 3 जना, मधेसीको लागि 3 जना, 1 जना दलितको लागि, 1 जना
अपाङ्गताको लागि र 1 जना रहेको छ यो पिछडिएको क्षेत्रको लागि खुलाएको छ। यसको लागि शैक्षिक योग्यता भनेको तपाईँले मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण गर्नुभएको छ भने हुन्छ र यसको लागि दरखास्त दस्तुर भनेको 700 रुपियाँ नै रहेको छ। र अर्को रहेको छ सिनियर प्लम्बर, यो प्राविधिक सिभिलमा रहेको छ सिनियर प्लम्बर र यसको लागि चाहिँ खुल्लामा 4 जना, 1 जना महिलामा र 1 जना रहेको छ आदिवासी जनजातिमा, 1 जना मधेसीमा, 1 जना रहेको छ दलितमा गरेर यो भ्याकेन्सी खुलाएको छ। र मान्यताप्राप्त शिक्षण संस्थाबाट तपाईँले एसएलसी पास गर्नुभएको छ वा सम्बन्धित विषयमा कम्तीमा 6 महिनाको तालिम प्राप्त छ भने चाहिँ तपाईँले यहाँ दरखास्त दिन सक्नुहुनेछ। यो चाहिँ तपाईँले तालिम प्राप्त भए मात्रै नै तपाईँले 6 महिनाको तालिम प्राप्त छ भने चाहिँ तपाईँले दरखास्त दिन सक्नुहुनेछ र यसको लागि 700 रुपियाँ दरखास्त दस्तुर लाग्छ। ल प्लान्ट अपरेटर, यो प्लान्ट अपरेटरको लागि चाहिँ प्राविधिक सिभिलतिर यो खुल्लामा 2 जना, महिलामा 1 जना र अर्को रहेको छ 1 जना आदिवासी जनजातिको लागि र यसको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सोसर उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा 6 महिना तालिम गरेको हुनुपर्ने छ। दरखास्त दस्तुर भनेको 700 रुपियाँ नै रहेको छ। र अर्को रहेको छ पम्प अपरेटर। पम्प अपरेटरको लागि चाहिँ यो तपाईँले खुल्लामा 6 जना, 1 जना चाहिँ महिलामा, 1 जना चाहिँ आदिवासी जनजाति, 1 जना चाहिँ मधेसीमा र 1 जना चाहिँ दलितमा गरेर यो भ्याकेन्सी खुलाएको छ। यसको लागि पनि मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सोसर उत्तीर्ण गरी 6 महिनाको तालिम प्राप्त भएको हुनुपर्ने छ र यसको लागि 700 रुपियाँ दरखास्त दस्तुर आवश्यक पर्छ। अर्को भनेको मिटर रिडिङ, मिटर मेकानिक रहेको छ। अर्को रहेको छ मिटर मेकानिक रहेको छ। यसको लागि खुल्लामा 1 जना र 1 जना चाहिँ आदिवासी जनजातिमा र 1 जना रहेको छ मधेसीमा र मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण गरेको र 6 महिना तालिम प्राप्त भएको हुनुपर्ने छ र 700 रुपियाँ दरखास्त दस्तुर लाग्छ। र कम्प्युटर अपरेटर चौथो तहको लागि चाहिँ प्राविधिक कम्प्युटरतिर खुल्लामा 1 जना रहेको छ र महिलामा 1 जना र अर्को रहेको छ मधेसीमा 1 जना, होइन दलितमा 1 जना गरेको छ। अर्को रहेको छ दलितमा 1 जना र एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने र 6 महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ यसको लागि प्राविधिक कम्प्युटरतिर। यसको लागि चाहिँ तपाईँले 700 रुपियाँ दरखास्त दस्तुर तिर्नुपर्ने हुन्छ। र अरू जानकारीहरू हेरौँ। यहाँ चाहिँ सहायक स्तरको पदमा चाहिँ तपाईँ 18 वर्ष पुरा भई 35 वर्ष ननाएको हुनुपर्ने छ र यहाँ चाहिँ महिला वा अपाङ्गताको हकमा चाहिँ 18 वर्ष पुरा भई 40 वर्षसम्म तपाईँले दरखास्त दिन सक्नुहुनेछ। र अधिकृत स्तरको 6औँ तह र 7औँ तहको लागि चाहिँ तपाईँले 21 वर्ष पुरा भई तपाईँ 35 वर्ष ननाएको हुनुपर्नेछ र यो महिला र अपाङ्गा व्यक्तिहरूको लागि चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको लागि चाहिँ तपाईँले 18 वर्ष पुरा भई 40 वर्ष नआएको हुनुपर्ने छ र अधिकृत 7औँ र 8औँ 9औँ तहको लागि चाहिँ 21 वर्ष पुरा भई तपाईँ 40 वर्ष नआएको हुनुपर्ने छ र संस्थानमा कार्यरत स्थायी कर्मचारीको हकमा तपाईँको उमेर हद लाग्ने छैन। तपाईँ चाहिँ जति वर्ष भए पनि दरखास्त दिन सक्नुहुन्छ। यदि आदिवासी जनजाति अपाङ्ग तपाईँ समावेशीतिर हुनुहुन्छ भने चाहिँ तपाईँले समावेशिताको प्रमाणपत्र गराउनु पर्ने हुन्छ। र अर्को रहेको छ लिखित परीक्षा सञ्चालन श्री लोकसेवा आयोगबाट हुनेछ है। लिखित परीक्षाको सञ्चालन चाहिँ लोकसेवा आयोगले लिनेछ, विभिन्न केन्द्रहरूमा हुनेछ, त्यो पछि प्रकाशन गरिनेछ। एकै विज्ञापन अन्तर्गत खुला तथा समावेशी लिखित परीक्षाको लागि दरखास्त पेश गर्दा प्रत्येक थप समावेशी पदको लागि तोकियो बमोजिमको थप दरखास्त दस्तुर बुझाउनु पर्नेछ र पाठ्यक्रम र दरखास्तको वेबसाइटमा तपाईँले डाउनलोडमा गएर तपाईँले डाउनलोड गर्न सक्नुहुनेछ र दरखास्त फारम बुझाउँदा पदको लागि तोकेको दस्तुर बुझाएको भाउचर रसिद रिटपूर्वक भरिएको दरखास्त साथ अनिवार्य पेश गर्नुपर्ने हुन्छ र डब्बर दस्तुरको म्याथमा शैक्षिक योग्यता समावेशिताको प्रमाणपत्र, परिषद दर्ता प्रमाणपत्र र तालिम अनुभव र उमेर र सेवा अवधि गणना गरिने छैन र अन्तिम मिति डब्बर दस्तुरको थप 7 दिन थपिएको छ र तपाईँले 21 गतेसम्म चाहिँ तपाईँले सिङ्गल दस्तुरमा भर्न सक्नुहुन्छ भने तपाईँको डबल दस्तुरको लागि थप 7 दिन थपिनेछ र यसको लास्ट दिनमा तपाईँले बिदा छ भने चाहिँ त्यसको भोलिपल्ट तपाईँले दरखास्त दिन सक्नुहुन्छ। उल्लेखित खुल्ला तर्फको परीक्षा दस्तुरमा प्रत्येक थप समावेशी पदको लागि अधिकृत र
यो 8औँ 9औँ तहको हकमा चाहिँ तपाईँले थप 500 रुपियाँ तिर्नुपर्ने हुन्छ भने अधिकृत 6औँ र 7औँ तहको हकमा चाहिँ तपाईँले थप 400 रुपियाँ तिर्नुपर्ने हुन्छ यो समावेशीतिर र सहायक स्तरको लागि चाहिँ तपाईँले 200 रुपियाँ समावेशीतिर तपाईँले दरखास्त दिनुहुन्छ भने चाहिँ तपाईँले थप 700 मा 200 थपेर तपाईँले दरखास्त भाउचर बुझाउनु पर्ने हुन्छ भर्नुपर्ने हुन्छ। प्राविधिक तर्फको 4औँ तहमा दरखास्त दिने उम्मेदवारले लोक सेवा आयोगबाट मिति 2082 साल 7 महिना 15 गतेमा सङ्गठित संस्थाको अप्राविधिक तर्फको सहायक स्तरको द्वितीय श्रेणी वा सोस्रहको पदको लागि सञ्चालित पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाण आवेदन साथ संलग्न गर्नुपर्ने हुन्छ।